कति बेला खाने मैदा त छ खै तिमीले पिज्जा निकाल खाने त पहिला पिज्जा खाने थियो पानी पऱ्यो भने भन्ने कुरा के उयो के अरे पानी पर्दाखेरि त्यसमा पनि स्कुलको ब्यागमा यसो रेल पर्दो थियो क्या त्यसरी मैले यसो गरेर खासै यसरी हालिदिन्छु मलाई पनि खानुहुन्छ खान्न मात्र मैले त उयो कति धेरै खायो रोटी खान्छ क्रिम पनि छ खानु खाने हो नि लस परेको है लस के भन्छ त्यो नरम छ है नरम उयो पछि घिउ हालेको त झन् आमामा कस्तो स्वाद आएको हिटर लगाउने हो हाम्रो बस्तीको बिल आज 780 रुपियाँ तिमीहरूको अलग सुन्छ रुमहरूको त 100 मिटर अलग्गै राखिदिन्छ नि तर रुममा बस्नेहरूलाई घाटा पर्छ जाडो लाग्न पर्दैन यति जाडो चाहिँ छैन छैन त्यस्तो रुममा बस्नेहरूलाई त यहाँ त दिल्लीको 500 रुपियाँ दिन्छ अरू घरमा उठ्दा हाम्रो 300-400 उठ्ने यहाँ यो घरमा आएपछि धेरै उठ्छ तर एक युनिटकै 15 रुपियाँ लिन्छ नि त यहाँ तर उयो अब माछालाई उयो पनि छ नि त अक्सिजन राखेको त्यसले पनि होला